साथीहरू हजुरहरूलाई कसलाई चाहिँ थुक्पा मनपर्छ मलाई चाहिँ एकदमै मिठो लाग्छ के त्यही भएर आज चाहिँ कहिलेकाहीँ के पकाउँ भन्ने अलमल्ल परिन्छ नि त अनि त्यही भएर आज चाहिँ मैले थुक्पा खाने विचार गरेँ त्यही भएर पसल गएर थुक्पा लिएर आएँ साथीहरू होइन अनि मैले चाहिँ यसलाई थुक्पा मजाले पानी उमालेर उसिने ओरे राखेँ अनि त्यसपछिबाट मैले रसको लागि चाहिँ आलु र चनाको चाहिँ गेडागुडीको रस बनाएको थिएँ होइन अनि गेडागुडीको रस बनाएको थिएँ अब नानीहरूलाई चाहिँ अब सादा मनपर्छ नि त अनि त्यही भएर अन्डा पनि उसिनेको थिएँ अनि नानीहरूलाई चाहिँ खुर्सानी सुर्सानी नहाली पिरो नहालिकन ठिक्क रेडी बनाएर दिएँ अनि उनीहरू चाहिँ मजाले मिठो भयो भन्दै खाँदैछन् के साथीहरू होइन अनि मिठो पनि भएको थियो अनि त्यसपछिबाट नानीहरूलाई खाएको दिइसकेपछि चाहिँ मलाई के मलाई पनि कस्तो तल 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 भइसकेको थियो क्या साथीहरू अब मेरो लागि पनि रेडी गरेँ मेरो लागि चाहिँ बन्दा सन्दा काटेर प्याज स्याज खुर्सानी सुर्सानी हालेर मैले चाहिँ रेडी गरेँ होइन साथीहरू अनि अब म चाहिँ अब थुक्पा खानातिर लाग्छु साथीहरू आजको मेरो सानो मिनी भ्लग यति नै बाई बाई साथीहरू हजुरहरूलाई कसलाई चाहिँ थुक्पा मनपर्छ मलाई चाहिँ एकदमै मिठो लाग्छ के त्यही भएर आज चाहिँ कहिलेकाहीँ के पकाउँ भन्ने अलमल्ल परिन्छ नि त अनि त्यही भएर आज चाहिँ मैले थुक्पा खाने विचार गरेँ त्यही भएर पसल गएर थुक्पा लिएर आएँ साथीहरू होइन अनि मैले चाहिँ यसलाई थुक्पा मजाले पानी उमालेर उसिने ओरे राखेँ अनि त्यसपछिबाट मैले रसको लागि चाहिँ आलु र चनाको चाहिँ गेडागुडीको रस बनाएको थिएँ होइन अनि गेडागुडीको रस बनाएको थिएँ अब नानीहरूलाई चाहिँ अब सादा मनपर्छ नि त अनि त्यही भएर अन्डा पनि उसिनेको थिएँ अनि नानीहरूलाई चाहिँ खुर्सानी सुर्सानी नहाली पिरो नहालिकन ठिक्क रेडी बनाएर दिएँ अनि उनीहरू चाहिँ मजाले मिठो भयो भन्दै खाँदैछन् के साथीहरू होइन अनि मिठो पनि भएको थियो अनि त्यसपछिबाट नानीहरूलाई खाएको दिइसकेपछि चाहिँ मलाई पनि कस्तो तल 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 भइसकेको थियो क्या साथीहरू अब मेरो लागि पनि रेडी गरेँ मेरो लागि चाहिँ बन्दा सन्दा काटेर प्याज स्याज खुर्सानी सुर्सानी हालेर मैले चाहिँ रेडी गरेँ होइन साथीहरू अनि अब म चाहिँ अब थुक्पा खानातिर लाग्छु साथीहरू आजको मेरो सानो मिनी भ्लग यति नै बाई बाई